हेलो साथीहरू, वनरक्षक तयारीमा रहनुभएका तपाईँहरूलाई स्वागत छ फरेस्ट्री क्विजमा। तपाईँहरूको सफलताको सहयात्री हुनका लागि फरेस्ट्री क्विज तयार छ। साथीहरू, अघिल्लो भिडियोमा गण्डकी प्रदेशका मिति तिथि साथै वनका प्रकारहरूमध्ये सामुदायिक वन, सरकारद्वारा व्यवस्थित वन, चग्ला वन हुँदै वन संरक्षण क्षेत्र सम्बन्धी प्रस्तुत गरेका थियौँ। त्यस भिडियोमा केही साथीहरूले लुम्बिनी वनको वनरक्षकको परिचय कहिले हुन्छ भन्ने अथवा कहिले हुन्छ यो सम्बन्धी भिडियो आउँछ आउँदैन भन्ने बारेमा सवाल राख्नु भएको छ। आजको भिडियोमा हामी ती सवालहरू सँगसँगै बाँकी रहेका वनका प्रकारहरू पनि यसमा समाधान गर्नेछौँ। साथीहरू, अब हामी भिडियोतर्फ जाउँ। सुरुमा लुम्बिनी प्रदेशको वनरक्षक परीक्षा कहिले हुन्छ? लुम्बिनी प्रदेशको वनरक्षक परीक्षामा सुरुमा चाहिँ फिजिकल परीक्षा अथवा शारीरिक तन्दुरुस्ती परीक्षा र पछि गएर चाहिँ लिखित परीक्षा हुने हुँदा अहिलेसम्म यसको मिति तय भएको छैन र चैत महिनाभित्र यसको सूचना आउँछ र ढिलामा 1 महिना मात्र टाइम दिन्छ भन्ने यो अनुमान रहेको छ र खासै यसको यकिन चाहिँ अहिले भन्न सकिने अवस्था छैन। अर्को रहेको छ साथीहरूको प्रश्न, लुम्बिनी प्रदेशको चाहिँ भिडियो आउँछ कि आउँदैन अथवा यस्तो भिडियो ल्याउनु होला भन्नुभएको छ। यो भिडियो हामी अहिलेलाई गण्डकी परीक्षा नजिक छ, त्यसैले गण्डकी फोकस छ भने चाँडै नै तपाईँहरूले लुम्बिनी प्रदेशको पनि पाउनुहुनेछ। साथीहरू, अब भनेको आजको एउटा ताजा खबर भनेको गण्डकी प्रदेश वनरक्षकको परीक्षा केन्द्र आइसकेको छ र यो परीक्षा केन्द्रको सूचना हेर्नु होला र आफ्नो कहाँ परेको छ तपाईँहरूलाई बेस्ट अफ लक भन्न चाहन्छु। त्यसपछि अर्को ताजा खबर भनेको तपाईँहरूको लागि आज यो फरेस्ट्री क्विजको नयाँ भिडियो अपलोड हुँदैछ र यो बाहेक अरू कुन भिडियोहरू कुन शीर्षकमा बनाउनुपर्छ अथवा कुन टपिक्समा बनाउनुपर्छ कमेन्ट गर्नु होला र त्यसमा हामी भिडियो लिएर आउनेछौँ। साथीहरू, तर त्यो भिडियोमा छिर्नुभन्दा पहिला एउटा प्रश्न रहेको छ जसलाई तपाईँले कमेन्टमा हल गर्नुहोला। प्रश्न यस प्रकार छ, साइटिस्टको पुरा रूप के हो? भिडियो हेर्दा साथीहरू अबको पालामा हामी हाम्रो वनको प्रकारतिर जान्छौँ। भिडियो हेर्दा सकेसम्म भिडियो र कापी र कलम साथमा लिनु होला भनेर म भन्दछु र मैले जसरी भन्दै जान्छु त्यसरी टिप्दै अझै आफ्नो सर्ट फर्ममा लिनु होला भन्न चाहन्छु। भोलि एकदा चाहिँ सर्ट ट्रिकहरूको बारेमा चाहिँ उसले अर्को भिडियो आउनेछ र साथीहरू अब चाहिँ हामी भिडियोतर्फ बढौँ। साथीहरू, सुरुमा रहेको छ साझेदारी वन। सुरुमै हामीलाई तपाईँहरूलाई थाहा छ सुरुमा वन ऐनमा के छ भन्ने कुरा राख्ने गरेका छौँ। वन ऐन 2076 को परिच्छेद 6 को दफा 23 देखि 25 मा रहेको छ हैन। अनि वन नियमावली 2079 को परिच्छेद 7 को नियम 56 देखि 66 सम्म रहेको छ। सो मैले अस्तिदेखि नै भन्ने गरेको छु, वन ऐन 2076 र गण्डकी प्रदेश वन ऐन यसको चाहिँ पुरै यो दुईटै पोइन्टहरू चाहिँ याद गर्नु होला हैन। गण्डकी प्रदेश वन ऐन 2080 को परिच्छेद 8 को दफा 40 देखि 45 मा साझेदारी वन सम्बन्धी विभिन्न व्यवस्थाहरू छन्। यो कुराहरू तपाईँले हेर्नु होला, पार्टिकुलर सोध्न नि सक्छ र साझेदारी वन सम्बन्धी व्यवस्था कुन परिच्छेदमा छ भनेर सोध्न नि सक्छ हैन। गण्डकी ऐन भन्छ, ऐन त तोक्छ है, वन ऐन 2076 मा कहाँ छ कुन परिच्छेदमा छ यसरी नै सोध्ने गर्दछ। यसरी गण्डकी प्रदेश वन नियमावली 2081 को चाहिँ परिच्छेद 7 को नियम 33 देखि 42 सम्म रहेको छ। यसबारे विस्तृत पढ्न त्यहाँसम्म जान सक्नुहुन्छ। साथीहरू, अब हामी यसैको अर्को स्लाइडतिर जाउँ हैन। अब यसमा चाहिँ साझेदारी वनको व्यवस्थापन कसले गर्दछ, साझेदारी वनको व्यवस्थापन कसले गर्छ भन्ने एउटा क्वेसन सोधिराखेको हुन्छ। यो भनेको उपभोक्ता समूह, डिभिजन वन कार्यालय र स्थानीय तह भनेर तीनटा यसरी यो अप्सन राख्दिन नि सक्छ हैन। सो अर्को भनेको साझेदारी वन व्यवस्थापन समिति। यदि साझेदारी वन व्यवस्थापन समिति हालेको खण्डमा यो तीनटै भए पनि यसलाई एन्सर नमान्नु होला। तर साझेदारी वन व्यवस्थापन समिति छैन, उपभोक्ता समिति, डिभिजन वन कार्यालय र स्थानीय तहमा कुन हो अथवा माथिका सबै भन्ने हिसाबले दियो भने चाहिँ यो राइट एन्सर हुन्छ। कार्ययोजना कसले बनाउँदछ भन्दाखेरि डिभिजनल वन अधिकृतले बनाउँछ, तर उपभोक्ता समूहलाई सहभागी गराउनुपर्छ र स्थानीय तहको चाहिँ सहमति लिन पर्दछ भनेर समन्वय गर्नुपर्दछ भनेको छ है। कार्ययोजना स्वीकृत गर्ने प्रदेश वन निर्देशक हैन। यो प्रदेशको ऐनमा पनि सङ्घको ऐनमा पनि सेम छ। सो अब कार्ययोजना कार्यान्वयन गर्ने चाहिँ को भन्दाखेरि साझेदारी वन व्यवस्थापन समिति भनेर वन ऐन 2076 ले भन्दछ हैन। त्यसैलाई टुक्राएर डिभिजन वन कार्यालय, स्थानीय तह र साझेदारी वन उपभोक्ता समूह भनेर भन्छ। एकैछिन तल चाहिँ हामी साझेदारी वन व्यवस्थापन समिति भने के हो र यसलाई एकछिन हामी बुझाउने छौँ हैन। यहाँ चाहिँ यो
टु दी पोइन्ट क्वेसन यसरी नै सोध्ने भयो हुनाले कार्ययोजना कार्यान्वयन कसले गर्दछ वन ऐन अनुसार भन्न सक्छ 2076 अनुसार अथवा प्रदेशको ऐनलाई पनि इन्डिकेट गरेर सोध्न सक्छ। अब कार्ययोजनाको साझेदारी वनको कार्ययोजनाको अवधि कति हुन्छ भने चाहिँ बढीमा 10 वर्ष है। यो चाहिँ सङ्घको ऐन दुईटै ऐनमा त्यही छ। अब काठ दाउराको बाँडफाँड गर्दा उपभोक्ता समूहले 70% पाउँछ भने डिभिजन वन कार्यालयले 30% पाउँछ भनेर यो सङ्घको अझै तल आउँछ। सङ्घको ऐनमा वन ऐन 2076 मा भनेको छ। यो क्वेसन चाहिँ साझेदारी वनको साझेदारी वनमा सङ्कलन गरिएको काठ दाउराको भागवण्डा गर्दा अथवा बाँडफाँड गर्दा उपभोक्ता समूहले कति वन पैदावार पाउँदछ अथवा डिभिजन वन कार्यालयले कति वन पैदावार पाउँदछ भनेर यो क्वेसन सोध्ने गरेको छ। पहिला पनि सोधिसकेको क्वेसन हो। गैर काष्ठ वन पैदावार सङ्कलन गर्दा अथवा एनटिएफपी भनेर पनि भन्न सक्छ। गैर काष्ठलाई एनटिएफपी होइन। सो एनटिएफपी भनेर कहिलेकाहीँ सर्ट फर्ममा दिन्छ। एनटिएफपी सङ्कलन गर्दा उपभोक्ता बाँडफाँड कसरी हुन्छ भनेर भन्यो भने सबै चाहिँ उपभोक्ता समूहको हुन्छ अथवा 100% नै उपभोक्ता समूहको हुन्छ भन्ने चाहिँ यसको सही एन्सर हुन्छ। यसपछि हामी जान्छौँ 5 नम्बर स्लाइडमा है। साझेदारी वन सम्बन्धी नै छ यो पनि। वन ऐन 2076 मा साझेदारी वन उपभोक्ता समूहको आय आर्जनको बाँडफाँड यहाँनिर एकदमै सजिलो छ। वन ऐन 2076 अनुसार भन्यो भने चाहिँ वन विकासमा साझेदारी वनको उपभोक्ता समूहकोमा गएको पैसाबाट 25% चाहिँ वन विकासमा जान्छ र अरू 50 यो जसरी सामुदायिक वनको छ त्यसरी नै हो। तर प्रदेश वन ऐनमा 2080 मा फरक छ। यसमा चाहिँ 25%लाई बढाएर 50% राखिदिएको छ होइन। वन विकासमा कति लिनु पर्यो 50%, 10% चाहिँ कहाँ जाने भयो प्रशासनिक कार्यमा र 90% चाहिँ मतलब बाँकी सबै भनेको 90 भयो नि। 50 10 60 भएपछि बाँकी चाहिँ अब 40% हुनुपर्ने, यहाँ चाहिँ 90% भएछ। यो 40% चाहिँ कहाँ जान्छ त भन्दाखेरि महिला सशक्तिकरण न्यूनीकरणमा है। ल यो चाहिँ 90% कसरी भन्यो भने 50% को बाँकी भने चाहिँ अब 50% हुन्छ। त्यो 50% बाट चाहिँ 100% मान्दा 90% चाहिँ महिला सशक्तिकरणमा, 10% चाहिँ प्रशासनिक कार्यमा भन्छ होइन। अब साझेदारी वन उपभोक्ता समूह यो चाहिँ अब यिनी टर्मिनोलोजीहरू बुझौँ ल। साझेदारी वन उपभोक्ता समूह भनेको चाहिँ यसमा विशेष गरी स्थानीय समुदाय होइन र ओडासम्मको अलिअलि प्रतिनिधित्व हुने गरी यो समूह बनाइएको हुन्छ। र साझेदारी वन व्यवस्थापन समिति भन्ने चाहिँ यसमा डिभिजन वन कार्यालयको अधिकृतहरू पनि बस्नु भएको हुन्छ, डिभिजन वन अधिकृत पनि बस्नु सक्नुहुन्छ होइन। अनि स्थानीय तहको प्रतिनिधि बस्छन्। उपभोक्ता समूह पनि बसेर उपभोक्ता समूहहरूमध्ये छानिएर आएर बसेर के हुने त साझेदारी वन व्यवस्थापन समिति बन्ने। त्यसैले उपभोक्ता समूह डिभिजन वन कार्यालय र स्थानीय तह भन्नु र साझेदारी वन व्यवस्थापन समिति भन्नु हो एउटै अर्थ हो, किनकि तिनटैको प्रतिनिधित्व यसले गर्दछ होइन। त्यसैले कार्यान्वयन कसले गर्छ भन्दाखेरि साझेदारी वन व्यवस्थापन समिति भन्छ नि, त्यही भएर भन्ने। साझेदारी वन कार्यान्वयन इकाइ भनेको साझेदारी वन व्यवस्थापन समितिबाट फेरि जुन चाहिँ यो पहिला उपभोक्ता गठन हुन्छन्, उपभोक्ताबाट साझेदारी वन व्यवस्थापन समिति बन्छ होइन। फेरि साझेदारी वन व्यवस्थापन समितिबाट साझेदारी वन कार्यान्वयन इकाइ बन्छ। यो भनेको साझेदारी वन व्यवस्थापन समितिबाट छनौट भएर आउँदछन्। सबै समितिका अध्यक्ष, यो तिनटै समितिका अध्यक्षको कार्यकाल चाहिँ कहिले कति हुन्छ भन्दा पदावधि चाहिँ 5 वर्षको हुन्छ है। यो कुरा चाहिँ र एउटै व्यक्ति 2 पटक मात्र निर्वाचित हुन पाउने। हाम्रो वनका प्राय धेरै जसो समितिको एउटा व्यक्ति उपभोक्ता समितिहरूको चाहिँ 2 पटक भन्दा बढी बस्न नपाउने अथवा 2 पटक मात्र निर्वाचित हुन पाउने भन्ने व्यवस्था रहेको छ। अब यसपछि हामी गएको छौँ 6 नम्बर स्लाइडमा पनि साझेदारी वनको छ। साझेदारी वन 76 मा चाहिँ होइन जुन अघि थियो त्यही कुरा, काठ दाउरा सङ्कलन गर्दाखेरि 70% चाहिँ उपभोक्ताले जान्छ, 30% चाहिँ डिभिजनल वन अधिकृतले लिलाम बिक्री गर्न सक्ने भनेको छ। डिभिजनमा जाने भयो, त्यहाँ चाहिँ डिभिजनल वन अधिकृतले लिलाम बिक्री गर्ने भयो होइन। गैर काष्ठ वन पैदावार भएमा चाहिँ 100% उपभोक्ता समूह अथवा सबै उपभोक्ता समूहमा जान्छ भन्छ होइन। तर त्यही कुरा गण्डकी प्रदेश वन ऐन 2080 मा के छ भनेर सोध्यो भने चाहिँ होइन साझेदारी वनमा सङ्कलन गरेको काठ दाउरा वन पैदावारको बाँडफाँड गण्डकी प्रदेश वन ऐन अनुसार कसरी हुन्छ भनेर 60% उपभोक्ता समूह, 30% प्रदेश सरकार, 30% उपभोक्ता समूह, 60% प्रदेश सरकार, यसरी नै दिने क्या अप्सन। यसलाई हेर्दाखेरि कसरी बाँडेछ भने 100% टोटल 100% हो होइन। यसमा चाहिँ 60 उपभोक्ताले लिन्छन्
त्योमध्ये अनि 60 र अनि 30 चाहिँ प्रदेश सरकारमा जान्छ, त्यो भनेको डिभिजन वन कार्यालयले लिन्छ होइन। 10% चाहिँ स्थानीय तह, जहाँ त्यो साझेदारी बन्छ त्यहाँको स्थानीय तहले 10% काठ दाउरा पाउनुपर्छ भन्ने कुरा चाहिँ प्रदेश ऐनले व्यवस्था गरेको छ। अब टाँचा दर्ता कहाँ गरिन्छ? टाँचा दर्ता गरिन्छ डिभिजन वन कार्यालयमा यसको है। प्राय सबै वनको चाहिँ डिभिजन वन कार्यालयमा हो र डिभिजन वन कार्यालयको मात्रै कहाँ हो त विभागमा हो टाँचा दर्ता। अब साझेदारी वनको टाँचा बनाउँदा चाहिँ दस्तुर लाग्ने गर्दछ। सुरुमा बनाउँदा चाहिँ निःशुल्क बनाइन्छ होइन। जब चाहिँ एकचोटि हराएर बनाउनु गइयो भने चाहिँ पुरानो टाँचा दर्ता भएकोलाई खारेज गरेर नयाँ दर्ता गर्ने र त्यसको चाहिँ कति त 2500 दस्तुर चाहिँ लाग्दछ भन्छ। यो यहाँसम्म त नसोला, तर टाँचा दर्ता कहाँसम्म हो भनेर चाहिँ कहाँ गरिन्छ भनेर चाहिँ सोध्ला है। यसपछि चाहिँ साझेदारी वनलाई प्रदेशको वन मन्त्रालयले अन्त्य गर्न सक्छ। र साझेदारी वन खारेज कसले गर्न सक्छ भनेर चाहिँ, अथवा साझेदारी वन फिर्ता कसले गर्न सक्छ, अथवा साझेदारी वन खारेज कसले गर्न सक्छ, साझेदारी वनलाई अन्त्य कसले गर्न सक्छ भन्दाखेरि प्रदेशको वन तथा वातावरण भन्नाले गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयले गर्न सक्छ गण्डकी प्रदेशको हकमा होइन। त्यसपछि खारेज गरिसकेपछि एउटा यो क्वेसन चाहिँ पहिला हालेको छ, साझेदारी वनलाई खारेज गरिसकेपछि कुन वनको रूपमा व्यवस्थापन गरिन्छ भनेर भन्ने छ। सरकारद्वारा व्यवस्थित वनको रूपमा व्यवस्थापन गरिने भनेर वन ऐन 2076 भन्ने छ होइन। अब यही ठाउँमा वन ऐन 2076ले भन्यो भने चाहिँ प्रदेश मन्त्रालयले खारेज गर्ने भनेको छ भने यही ठाउँमा चाहिँ गण्डकी प्रदेश वन ऐनले चाहिँ प्रदेश निर्देशकले चाहिँ खारेज गर्ने, तर 35 दिनमा चाहिँ प्रदेश वन मन्त्रालयमा पुनरावेदन गर्न सकियो र त्यो मन्त्रालयको निर्णय नै के हुन्छ त अन्तिम हुन्छ भनेपछि अब हामीलाई सोधे रे नर्मल्ली सोधे साझेदारी वनलाई कसले खारेज गर्न सक्दछ भनेर सोध्यो भने गण्डकीमा सिधै प्रदेश वन निर्देशक भनेर हाल्नु पर्यो होइन। र कसको निर्णय अन्तिम हुन्छ अथवा पुनरावेदन साझेदारी वन खारेज गरिसकेपछि उपभोक्ता समूहले पुनरावेदन दिने ठाउँ कहाँ हो भनेर सोध्यो भने चाहिँ प्रदेश वन तथा वातावरण मन्त्रालय होइन। र उसैको निर्णय अन्तिम हो। कति दिनमा भनेर 35 दिन, पुनरावेदन सबैको 35 दिन छ, तपाईँ हामीलाई थाहा छँदैछ होइन। त्यसपछि अब एउटा साझेदारी वनमा बुझ्नुपर्ने कुरा के छ भने साझेदारी वन किन गठन गरिएको अथवा किन अवधारणा आएको भन्ने कुरा सोध्छ। यो के भने टाढा बसिरहेका परम्परागत उपभोक्तालाई समेट्नका लागि न र सामुदायिक वनले पनि काम गरिरहेकै थियो नि। तर टाढा रहेका चाहिँ सामुदायिक वन भनेको वनको नजिक बस्ने वरिपरि बस्नेलाई मात्र समेट्छ के। र साझेदारी वन भनेको क्षेत्रफलमा पनि 3000-4000 हेक्टरका हुन्छन्। यसले चाहिँ टाढाका सबै उपभोक्तालाई पनि समेट्न सक्छ भनेर चाहिँ बनाएको हो। नेपालभरि चाहिँ 31वटा हुन्, यहाँ 11 भएछ, 31वटा हुन् नेपालभरि। त्यसमा चाहिँ गण्डकी प्रदेशमा चाहिँ एउटा रहेको छ साझेदारी वन है। अब हामी जान्छौँ कबलेती वन है। साझेदारी वनको अब भ्याइयो। अब हामी जान्छौँ कबलेती वन। कबलेती वन वन ऐन 2076 को परिच्छेद 7 को दफा 26 र 27 मा रहेको छ। वन नियमावली 2079 को परिच्छेद 8 को नियम 67 र 78 सम्म रहेको छ। गण्डकी प्रदेश वन ऐन 2080 को परिच्छेद 9 को दफा 46 देखि 80 रहेको छ। 46 देखि 50 सम्म रहेको छ। गण्डकी प्रदेश वन नियमावली 2081 को परिच्छेद 6 को नियम 43 देखि 49 रहेको छ भन्नाले कबलेती वन वन ऐन 2076 मा दफा 26 मा छ भने गण्डकी प्रदेश वन ऐन 2080 को चाहिँ दफा 46 मा छ। 26-46 सेम छ। मजाले याद हुन्छ, एकचोटि लेखेर हेर्नु पर्यो। मैले अघिदेखि भन्दैछु, सुरुमै भनेको थिएँ तपाईँहरू मेरो भिडियो हेर्दै हुनुहुन्छ भने कपी र कलम लिनुहोस्। यो मैले पोइन्टमा लेखाएको छु। यसैलाई एकातिर सङ्घको भनेर अथवा नेपालको भनेर एकातिर चाहिँ प्रदेशको भनेर एक पोइन्ट आउट गरेर लाइन बनाएर यसरी टेबल बनाएर पढ्नुहोस्, 100% याद हुन्छ। कबलेती वन कति प्रकारका हुन्छन् भनेर पनि भन्न सक्छ। 2 प्रकारका, व्यावसायिक कबलेती वन र गरिबी न्यूनीकरणको लागि कबलेती वन भन्नाले गरिबीको रेखामुनि रहेका जनताको लागि कबलेती वन हो। मैले चाहिँ गरिबी न्यूनीकरणको लागि पर्पज लेखेको हो मैले चाहिँ। अब अर्को रहेको छ कबलेती वनको। अब सुरुमा व्यावसायिक कबलेती वन। व्यावसायिक कबलेती वनमा चाहिँ सङ्गठित संस्थाको हकमा भन्नाले व्यावसायिक कबलेती वन भनेकै सङ्गठित संस्थालाई दिने हो। र गरिबी रेखामुनि रहेका जनताको लागि कबलेती वन भनेको उपभोक्ता समूह बनाएर दिने होइन। यो दुईटा फरक कुरा।
कबुल्यती यो संस्थाको हकमा चाहिँ कसले प्रदान गर्दछ भन्दाखेरि नेपाल सरकार र प्रदेश सरकार। सङ्घको ऐन बनन 2076 अनुसार व्यवसायिक कबुल्यती वन कसले प्रदान गर्दछ भन्यो भने नेपाल सरकार। त्यही ठाउँमा गण्डकी प्रदेश बनन 2080 अनुसार व्यवसायिक कबुल्यती वन कसले गर्दछ भन्यो भने चाहिँ प्रदेश सरकार, जसै पनि सरकारको नाम आउने होइन। अब बढीमा 50 हेक्टर मात्रै दिन सकिने भनेर चाहिँ बनन 2076ले भन्दछ। कस्तो वन दिने भन्दाखेरि हैसियत बिग्रेको वन दिने भन्छ। एउटा अर्को पोइन्ट हेर्नु मैले छुट्याएको छु, हैसियत बिग्रेको वन भन्नाले के बुझिन्छ भनेर सोध्ने गरेछ। त्यो भनेको छत्र घनत्व होइन, छत्र घनत्व चाहिँ 20% भन्दा कम, 20% भन्दा कम छ भने त्यसलाई चाहिँ हैसियत बिग्रेको वन भन्छ। कार्ययोजना चाहिँ अब व्यवसायिकको हकमा चाहिँ कार्ययोजना चाहिँ संस्थाले नै बनाउँछ, तर निर्देशनालय र विभागले चाहिँ गाइड गर्छ भन्ने कुरा जस्तो छ। तर कार्ययोजना चाहिँ कसले स्वीकृत गर्छ भन्दाखेरि वन तथा भू संरक्षण विभागले है, वन तथा भू संरक्षण विभागले। व्यवसायिक कबुल्यती वनको कार्ययोजना कसले स्वीकृत गर्दछ भने वन तथा भू संरक्षण विभागले होइन। त्यसपछि अब कबुल्यती वन तपाईँहरूलाई थाहा छ, यो टाइम पिरियड सोध्छ। व्यवसायिक कबुल्यती वन कति वर्षका लागि सुम्पिन सकिन्छ भने 30 वर्षका लागि सुम्पिन सकिन्छ र अझै थप 30 वर्षका लागि अरू पनि सुम्पिन सक्छ। भन्नाले बढीमा कति भने बढीमा त 60 वर्षका लागि सुम्पिन सकिने भयो नि त, 30 वर्ष 1 वर्ष फेरि 30 वर्ष थप्न सकिने भयो भने चाहिँ बढीमा 60 वर्षका लागिसम्म अधिकतम, बढीमा होइन अधिकतम कति वर्ष भने अधिकतम 60 वर्ष, बढीमा चाहिँ 30 वर्ष है। फिर्ता लिने चाहिँ कसले त डिभिजनल वन अधिकृतले हो, प्रदेशमा पनि सङ्घमा पनि त्यही भनेको छ होइन। पुनरावेदन चाहिँ यदि डिभिजन वन अधिकृतले चाहिँ फिर्ता लग्नुभयो यो चाहिँ कबुल्यती वन व्यवसायिकको भने ऊ मान्छे गएर चाहिँ प्रदेश वन तथा वातावरण मन्त्रालयमा पुनरावेदन दिन सक्छन् है त। अब यसपछि रहेको छ हाम्रो स्लाइड नम्बर गरिबीको रेखामुनि रहेका जनताका लागि सुम्पिने कबुल्यती वन भनेको छ। अब यसमा हेरौँ, गरिबीको लागि हेर्दाखेरि हस्तान्तरण यही नै सोध्छ, गरिबीको रेखामुनि रहेका जनताका लागि सुम्पिने कबुल्यती वन हस्तान्तरण गर्दछ भनेर सोध्छ डिभिजनल वन कार्यालय र डिभिजनल वन अधिकृत भन्ने दुइटै भेटिया छ। सो मेन चाहिँ डिभिजनल वन अधिकृत हान्ने है। कबुल्यती वन उपभोक्ता समूहमा कम्तीमा कति घरधुरी हुनुपर्छ अथवा बढीमा कति घरधुरी हुनुपर्छ दुइटै सोध्न सक्छ। सङ्घको ऐनले कम्तीमा 5 धुरी घर हुनुपर्छ भन्छ, घरधुरी होइन 5वटा घरधुरी हुनुपर्छ भन्छ सङ्घको ऐनले, वन नियमावली 2079ले होइन। त्यसपछि प्रदेश गण्डकी प्रदेश वन नियमावली 2081ले चाहिँ के भन्छ भने कम्तीमा 5वटा घरधुरी र बढीमा 15वटा घरधुरी मात्रै हुनुपर्छ भन्छ। यसले चाहिँ अप्पर लिमिट पनि तोक्दिएको छ 5, त्यसैले मैले सर्टमा 5 देखि 15 घरधुरी कम्तीमा भन्यो भने 5, बढीमा भन्यो भने 15 हान्ने होइन। कार्ययोजना तयार गर्ने, कबुल्यती वनको कार्ययोजना कसले तयार गर्दछ त्यो पनि गरिबीको रेखामुनि रहेका जनताको लागि भन्यो भने डिभिजन वन कार्यालयबाट खटिआएको कर्मचारीले है। डिभिजन वन कार्यालयले भन्दा नि भयो, किनकि यो भनेको डिभिजन वन कार्यालय नै हो नि। कार्ययोजना तयारी गर्ने चाहिँ डिभिजन वन कार्यालय अथवा डिभिजन वन कार्यालयबाट खटिआएको कर्मचारी भन्ने। कार्ययोजना स्वीकृति चाहिँ डिभिजनल वन अधिकृत, एउटै कार्यालयको कर्मचारीले बनाउँछ र एउटै कार्यालयको अधिकृतले स्वीकृत गर्छ, सजिलो छ गरिबीको रेखामुनि। त्यही ठाउँमा चाहिँ व्यावसायिक भयो भने चाहिँ संस्थाले बनाउने र विभागले स्वीकृत गर्ने होइन। यो चाहिँ कबुल्यती वनको एकदम सजिलो छ, एउटै ठाउँमा राखेर हेर्नुभयो भने। कार्ययोजनाको अवधि कति हुन्छ भन्दाखेरि प्रदेशमा 5 देखि 10 वर्ष भनेर प्रदेश ऐनमा भनेको छ। कार्ययोजनाको अवधि 5 देखि 10 वर्ष। अब गरिबीको रेखामुनि रहेका जनताका लागि सुम्पिने कबुल्यती वन कति वर्षलाई सुम्पिन सकिन्छ भन्दाखेरि बढीमा 15 वर्षका लागि सुम्पिन सकिन्छ होइन। अधिकतम चाहिँ अझै 15 वर्ष थप गरेर 30 वर्षका लागि सुम्पिन सकियो। यसरी हेर्दा 15 वर्ष थप गर्न सकियो, 15 वर्षका लागि सुम्पिने भयो। यसलाई क्वेसनमा जसरी पनि आउन सक्छ, दुइटै कुरा थाहा छ भने तपाईँले आफै हान्न सक्नुहुन्छ। अब फिर्ता लिने भनेर डिभिजनल वन अधिकृतले फिर्ता लिन सक्छ यो वन होइन, जुन गरिबलाई दिने वन होइन। तर पुनरावेदन अब चित्त बुझेन, डिभिजनल वन अधिकृतले लगेको फिर्ता चित्त बुझेन भने हामीलाई चित्त बुझेन भनेर उजुर हाल्ने ठाउँ चाहिँ 35 दिनभित्र कहाँ जानु पर्यो त प्रदेश निर्देशक समक्ष। धेरैको प्रदेश निर्देशक नै छ, तर तपाईँले एउटै पोइन्टमा लेख्नुहोस् के, एउटै कपीमा जस्तो फिर्ता भनेर लेख्नुहोस्। फिर्ता सामुदायिक, यहाँ सामुदायिक वन कहाँ हो
अनि पछाडि गएर चाहिँ नि उजुरी के अरे यो पुनरावेदन फिर्ता र पुनरावेदन लेख्नुहोस् हैन। सामुदायिक वन कहाँ हो, अर्को कहाँ हो, अर्को कहाँ हो, अनि हो यस्तोहरू भन्नु पर्यो हैन। यसपछि चाहिँ व्यवस्थापन गर्ने भने गरिबीको रेखामुनि रहेका जनतालाई सुम्पिएको कबलिती वन चाहिँ व्यवस्थापन कसले गर्दछ भने कबलिती वन उपभोक्ता समूहले भइहाल्यो। ढाँचा दर्ता, यसको ढाँचा कहाँ दर्ता हुन्छ भन्दाखेरि डिभिजन वन कार्यालयमा हैन। अघि मैले भन्ने थिएँ नि डिभिजनको बाहेक अरू सबैको डिभिजनमै हुन्छ। ढाँचा दर्ता शुल्क चाहिँ 1000 हराएमा चाहिँ पुनः त्यो पुरानोलाई रद्द गरिन्छ, पुनः दर्ता गरेर चाहिँ नयाँ बनाउनलाई 2000 लाग्छ है। यो कुरा चाहिँ थाहा पाउनु पर्यो। अब हामी जान्छौँ धार्मिक वन हैन। धार्मिक वन चाहिँ कहाँ के छ। वन ऐन 2076 को चाहिँ परिषद 8 मा छ भने दफा 28, 29 र 30, 28 देखि 30 भनेको 28, 29 र 30 मा छ। वन नियमावली 2079 है, यो 9 हो, 8 भएछ। वन नियमावली 2079 को परिषद 9 मा छ अनि नियम 79 देखि 80, 79 को 79 मै छ हैन। अनि गण्डकी प्रदेश वन ऐन 2080 को चाहिँ परिषद 10 को दफा 51 भन्नाले धार्मिक वन भनेको गण्डकी प्रदेश ऐनमा 51 मा छ हैन र सङ्घको ऐनमा चाहिँ 28 मा छ है। अनि गण्डकी प्रदेश वन नियमावली 2081 को परिच्छेद 7 को नियम 50-52 मा हैन। अब गण्डकी प्रदेशमा चाहिँ नियमावलीमा कतिमा छ त 50 मा छ। 50, 51 भयो अनि माथि 28 भयो अनि त्यसपछि 79 को 79 भयो। सजिलो छ है। अब यसपछि हामी जान्छौँ धार्मिक वनको अर्को स्लाइडमा। अब हस्तान्तरण कसले गर्ने, मेन क्वेसन चाहिँ यतिबाट आउँछ क्या। धार्मिक वन हस्तान्तरण कसले गर्दछ, डिभिजनल वन अधिकृतले। धार्मिक वन व्यवस्थापन कसले गर्दछ, धार्मिक निकाय वा समुदाय वा समूह र धार्मिक समूह हो, उपभोक्ता समूह। यसमा उपभोक्ता भन्ने कहीँ पनि आउँदैन। धार्मिक उपभोक्ता समूह भन्न सक्छ, खासै त्यो हुँदैन है, यो कहीँ पनि त्यो टर्मिनोलोजी छैन। त्यसैले धार्मिक निकाय समूह वा समुदाय हो। कार्ययोजना बनाउने धार्मिक निकाय समूह वा समुदाय हैन। चाहिँ कार्ययोजना स्वीकृत गर्ने डिभिजनल वन अधिकृत, जसले हस्तान्तरण गर्छ उसले स्वीकृत गर्यो हैन। अब वन पैदावार चाहिँ यसको धार्मिक कार्यमा मात्र प्रयोग गर्न पाइन्छ, बिक्री वितरण पनि गर्न पाइन्न, केही पनि गर्न पाइन्न, तर धार्मिक कार्यमा प्रयोग गर्न पाइयो। यदि यसमा चाहिँ अरू आएको जुन चाहिँ ढल्छ, कहिलेकाहीँ प्रकृति प्रकोपबाट ढल्छ, त्यो सबै डिभिजन वन अधिकृत आएर उसैले सङ्कलन गर्न लगाउनुहुन्छ हैन। अब धार्मिक वन फिर्ता चाहिँ कसले गर्छ भन्दाखेरि डिभिजनल वन अधिकृतले गर्नुहुन्छ हैन। पुनरावेदन गर्ने निकाय चाहिँ कहाँ हो, डिभिजनल वन अधिकृतले फिर्ता लिनुभयो, चित्त बुझेन भने प्रदेश वन निर्देशकसम्म हैन। त्यो कति दिन, त्यो 35 दिनमा, सबैको त्यही 35 दिन हो हैन। र यसको अन्तिम निर्णय चाहिँ कसले गर्दछ भन्दाखेरि त्यही प्रदेश वन निर्देशकले। एक स्टेप मात्रै हुन्छ यसमा। सबैमा के हो त, फिर्ता लिने निकाय, त्यसपछि एउटा निकाय माथि हुन्छ, कोही न कोही, कहीँ मन्त्रालय भने हुन्छ, कहीँ प्रदेश भने हुन्छ। मन्त्रालयमा गएपछि फेरि नआउने अथवा निर्देशकमा गएपछि त्यही नै अन्तिम हुन्छ के। धार्मिक क्षेत्र परम्परागत समयदेखि चाहिँ करिब 50 वर्ष अघिदेखि स्थापित भएको हुनुपर्छ क्या। कमसे कम चाहिँ 50 वर्षदेखि त्यो धार्मिक मान्यता मानिरहेको ठाउँ, मन्दिर त्यस्तो छ भने चाहिँ बल्ल धार्मिक वनको रूपमा दिन्छ। नत्र अहिले बनाएर चाहिँ अहिले एउटा मन्दिर बनाउने अनि वन चाहिँ हामीलाई धार्मिक वनमा दिनुहोस् भनेर चाहिँ हुँदैन है। धार्मिक वनको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्तिको 3 महिनाभित्र त्यो धार्मिक वन, साझेदारी वनको, सामुदायिक वनको तीनटैको एउटै हो यो। अब चाहिँ यसपछि हामी जान्छौँ अर्को हैन, निजी विशेष वन क्षेत्र। अझै विशेष वन क्षेत्र बाँकी छ। विशेष वन क्षेत्र गण्डकीमा मात्र छ। तपाईँहरूलाई थाहा छ गण्डकी वन प्रदेश ऐनमा छ, 2080 को परिषद को दफा 26 देखि 30 सम्म रहेको छ। 26 देखि के छ भन्दा 26 मा घोषणा हैन, 27 मा विशेष वन क्षेत्रको कार्ययोजना, 28 मा चाहिँ विशेष वन क्षेत्रभित्रको पैदावारको बिक्री वितरण भन्ने छ र 29 मा चाहिँ वन क्षेत्र व्यवस्थापन परिषदको गठन छ। यो चाहिँ सोध्न सक्छ ल, विशेष वन क्षेत्र व्यवस्थापन परिषदको गठन सम्बन्धी कुन दफामा छ भन्यो भने ऐनको 29 नम्बरमा छ है। अनि त्यसपछि विशेष वन क्षेत्र कोष भनेर चाहिँ 30 मा छ हैन। गण्डकी प्रदेश वन नियमावली 2081 को परिच्छेद 3 को नियम 18 र 19 मा यो चाहिँ नियमहरू नसोध्ला हैन। घोषणा गर्ने चाहिँ प्रदेश सरकार। विशेष वन क्षेत्र कसले घोषणा गर्दछ भन्यो भने प्रदेश सरकार।
कार्ययोजना बनाउने र कार्यान्वयन गर्ने हुनाले विशेष वन क्षेत्रको कार्ययोजना कसले बनाउँदछ भन्यो भने नि डिभिजन वन कार्यालय होइन, त्यो पनि एउटा कार्यक्षेत्र भएको होइन, एउटै डिभिजनभित्र मात्र कार्यक्षेत्र, एउटा डिभिजन एउटा जिल्लामा फैलिएको विशेष वन क्षेत्र छ भने त्यसको चाहिँ डिभिजन वन कार्यालयले गर्छ। तर दुईटा डिभिजन वन कार्यालय अथवा दुईटा जिल्लामा फैलिएको सम्झौँ न त्यस्तो छ भने चाहिँ निर्देशनालयले गर्छ भनेर बुझ्छ। यहाँ चाहिँ कार्यालयहरू छ, यहाँ अधिकृत भनेर झुकाइदिन्छ। डिभिजन वन अधिकृत र डिभिजन वन कार्यालय भने यसमा डिभिजन वन कार्यालय नै हान्नुपर्छ। किनकि अहिले कार्यालय भने नि त कुनै व्यक्तिलाई कुनै पदलाई तोकेको छैन है। अब कार्ययोजना स्वीकृत गर्ने प्रदेश वन मन्त्रालय होइन, विशेष वन क्षेत्रको कार्ययोजना कसले स्वीकृत गर्दछ भने प्रदेश स्थित वन तथा वातावरण मन्त्रालय अथवा वन मन्त्रालय भने होइन। अनि व्यवस्थापन गर्ने विशेष वन क्षेत्र व्यवस्थापन कसले गर्दछ भने विशेष वन क्षेत्र व्यवस्थापन परिषद, डिभिजन वन कार्यालय र निर्देशनालय तिनटै मिलेर गर्दछन्। त्यसले गर्दा विशेष वन क्षेत्र व्यवस्थापन परिषद पनि गर्दछ, डिभिजन वन कार्यालयले पनि गर्दछ, निर्देशनालयले पनि गर्दछ। अब विशेष वन क्षेत्र कोषको रकम मध्ये अब विशेष वन क्षेत्रको कोषमा पैसा जम्मा हुन्छ, काठ बेचेको होइन, कार्ययोजनालाई कार्यान्वयन गरेपछि आउने त्यहाँबाट त्यो सबै पैसा चाहिँ अब यसमा नि के छ भने 50% चाहिँ वन विकासमा। तपाईँले यति सम्झिनुहोस् कि यसमा अघिदेखि हेर्दाखेरि कमन पोइन्ट के छ भने प्रदेश ऐनलाई, गण्डकी प्रदेश वन ऐनलाई भनेर कुनै वन विकासमा कति खर्च गर्नुपर्ने भन्ने कुरा आयो नि सिधा 50%, सबैमा 50%। अघि साझेदारीमा नि 50 थियो, पब्लिकमा नि 50 होइन, अनि सामुदायिकमा नि थियो त्यस्तै, सामुदायिकमा 40 जस्तो लाग्छ है। अनि हो यो चाहिँ विशेषमा नि 50% छ। यो कुराहरू चाहिँ तपाईँले एकचोटि अघिल्लो भिडियो पनि हेर्नु होला र यो भिडियोलाई पनि हेरेर तय गर्नु होला है। अब विशेष वन क्षेत्रपछि हामी निजी वन सम्बन्धी भनेर जान्छौँ। निजी वनबाट नि क्वेसन एउटा त परेकै हुन्छ जहिले पनि। वन ऐन 2076 को परिषद 10 को दफा 35 मा निजी वन दर्ता, 36 मा निजी वनको व्यवस्थापन, 37 मा चाहिँ सार्वजनिक जग्गाको वन विकास र सहरी वन भनेको 38 मा भनेपछि 35 देखि 38 हैन। निजी वन व्यवस्थापन सम्बन्धी वन ऐन 2076 कहाँमा छ भने दफा 36 हो हैन। र दर्ता निजी वन दर्ता सम्बन्धी कुन दफामा छ भने त्यो चाहिँ 35 हो। दर्ता 35, व्यवस्थापन 36 मा। वन नियमावली 2079 परिषद 10 को नियम 82-83 मा छ, यो आवश्यक पर्दैन। प्रदेश वन ऐन 2080 को नियम 61 देखि 68 सम्म छ। यो मध्ये 65 मा चाहिँ निजी वन दर्ता छ भने 66 मा चाहिँ निजी वन व्यवस्थापन। त्यसैले के छ भने अगाडि दर्ता हुन्छ हैन, पछि कहिलेकाहीँ दफा याद हुन्छ तर त्यहाँ भएको कन्टेन्ट के हो याद हुँदैन के। त्यसैले निजी वन दर्ता जहिले पनि अगाडि हुन्छ। त्यसैले 35 र 65 हेर्नु त 5-5 वाला छन्। सङ्घको ऐनमा 35 मा छन्, प्रदेशको ऐनमा 65 मा छ निजी वन दर्ता। सङ्घको ऐनमा 36 मा छ निजी वन व्यवस्थापन, प्रदेशको ऐनमा चाहिँ 66 मा छ। 36 66 सेम 6 को केस छ हैन, 5-5 6 को केस छ। एउटा 35 हो, एउटा 65 हो, एउटा 36 हो, एउटा 66 हो है। यो चाहिँ सजिलो छ है। यो चाहिँ निजी वन सम्बन्धी सोध्ने भएर भने। यसपछि अब गण्डकी प्रदेश वन नियमावली 2081 को परिषद 10 को नियम 58 मा रहेको छ। नियमावलीको सोधिहाल्यो भने 58 भन्ने भयो। खासै नियमावलीको सोध्छ जस्तो मलाई लाग्दैन। सोधिहाल्यो भने नि मेरो दोष चाहिँ होइन, फेरि पढ्नु होला हैन, मैले त नोट बनाइदिइहालेको छु। अब 15 मा हैन, 15 नम्बरमा के छ भने निजी वनमा अरु के छ त। अब दर्ता कहाँ हुन्छ सोधेको क्वेशन हो, धेरै सोधेको क्वेशन हो। स्थानीय तहमा। प्रमाणपत्र कसले दिन्छ? स्थानीय तहले दिन्छ। निजी वनको व्यवस्थापन कसले गर्दछ? निजी वन धनीले। त्यो दर्ता गर्नु र व्यवस्थापन गर्नु फरक कुरा। व्यवस्थापन कसले गर्छ? निजी वन धनीले गर्छ र हैन। अनि त्यसपछि प्रमाणपत्र र स्थानीय दर्ता कसले गर्छ? स्थानीय तहले गर्छ। सार्वजनिक जग्गाको वन, सहरी वन, यो दुईटै वनको चाहिँ व्यवस्थापन कसले गर्दछ त? स्थानीय तहले गर्दछ हैन। अब अर्को छ एउटा निजी वन दर्ता सिफारिसको लागि अथवा निजी वन दर्ता गर्दा स्थानीय तहमा कसको सिफारिस चाहिन्छ भन्छ के। निजी वन दर्ता गर्दा कसको सिफारिस आवश्यक पर्दछ भन्यो भने
यसैमा झुकाइदिन्छ कि स्थानीय तह, डिभिजन वन कार्यालय, सब डिभिजन वन कार्यालय, उपभोक्ता समूह भनेर के भनेर भन्छ। यतिखेर चाहिँ डिभिजन वन कार्यालय वा सब डिभिजन वन कार्यालयको चाहिँ सिफारिस चाहिन्छ है। अब डिभिजन के अरे निजी वन वा निजी आबादीको वन पैदावार सङ्कलन प्रशोधन गर्न होइन वडा कार्यालयको अनुमति लिनुपर्ने भनेर चाहिँ गण्डकीको ऐनले भन्दछ। सङ्कलन र प्रशोधन गर्न चाहिँ वडा कार्यालयको अनुमति हो, तर ओसार पसार गर्नु फरक कुरा है। सङ्कलन गर्नु पर्यो, यो वनमा छ, यो कुरालाई चाहिँ हामीसम्म ल्याइसक्नु पर्यो होइन। अब चाहिँ प्रशोधन अथवा यहाँबाट चाहिँ सङ्कलन गर्ने प्रशोधन गर्ने भन्यो भने चाहिँ वडा कार्यालयको चाहियो होइन। तर यो सङ्कलन गरेको ठाउँदेखि तपाईँ चाहिँ अर्को ठाउँसम्म लिनु पर्यो, ट्रान्सपोर्टेसन गर्नु पर्यो, अर्कोलाई ओसार पसार गर्नु पर्यो भने चाहिँ त्यो फरक कुरा हो। ओसार पसार गर्दाखेरि कसको त स्थानीय तह सँगसँगै डिभिजन वन कार्यालयको भूमिकाको कुरा आउँछ, नत्र वडा कार्यालयको भइहाल्यो होइन। अब यहाँ के भन्छ, निजी वन पैदावार घरेसी परियोजन भई एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा एउटै जिल्लाभित्रको चाहिँ एउटा गाउँपालिकादेखि अर्को गाउँपालिका जानु पर्यो भने त्यही जहाँ सङ्कलन गरेको त्यहीँको गाउँपालिकाको अथवा नगरपालिकाको जुन छ त्यो स्थानीय तहको अनुमति चाहियो होइन। तर फरक जिल्लामा लिनु पर्यो अथवा काठ बेच्नलाई एउटा गाउँपालिकादेखि अर्को गाउँपालिका काठ बेच्नलाई लग्यो भने चाहिँ डिभिजन वन कार्यालयको के छ, डिभिजन वन अधिकृतको डिभिजन वन कार्यालयको अनुमति चाहियो होइन, अनुमति वा स्वीकृति चाहियो होइन। अब यसको चाहिँ निजी वनको पनि काठ दाउरा सङ्कलन गर्ने चाहिँ कहिले हो त, असोज 1 देखि जेठ मसान्तसम्म। हाम्रो राष्ट्रिय वनको पनि त्यही हो, निजी वनको पनि त्यही हो। त्यहाँदेखि अगाडि सङ्कलन गर्न पाइँदैन नै भन्छ है यहाँको ऐनले। ल साथीहरू, आजलाई चाहिँ यति नै हो। निजी वन पनि सकियो। हामीले वनका प्रकार कानुनमा त सबै वनका प्रकार सकिसकेका छौँ। अब चाहिँ संरक्षित क्षेत्रको बारेमा बाँकी छ, त्यो अर्को दिन कुनै दिन आउला होइन। सो अब तपाईँहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। तपाईँले कुन टपिकमा चाहिँ हामीलाई भिडियो बनाइदिए हुन्थ्यो जस्तो लाग्छ, जस्तो नर्सरी छ, जस्तै ऐन नियमहरू भयो होइन, यो लगायतका सबै तपाईँलाई जे लाग्छ त्यो चाहिँ कमेन्टमा गर्नु होला र यो भिडियोलाई सपोर्ट गर्नु होला, मलाई सपोर्ट गर्नु होला भन्छु। यो च्यानललाई फरेस्ट्री क्विजलाई र धेरै साथीहरूसम्म पुर्याउनु होला, धेरैसम्म पुगेको पनि छैन होइन। सो अब तपाईँले हामीलाई सपोर्ट गर्नुभयो भने मैले त नोट पनि फ्रीमा राखिदिने गरेको छु होइन। वाट्सएपमा चाहिँ तपाईँहरूलाई सुरुमा जोइन हुँदाखेरि नदेखाउन सक्छ, कमेन्ट गर्नु होला सुरुदेखिको भनेर भर्खर अस्तिको हालेको छ। जतिवटा भिडियो अब आउँछ सबैको त्यही नोट हो, फेरि फरक नोट भन्ने चाहिँ होइन, जुन चाहिँ लास्ट दिन हेर्न ठिक हुन्छ जस्तो मलाई लाग्छ, त्यसैले यो दिन्छु। ल सबैलाई बेस्ट अफ लक भन्छु र भिडियो यो सेयर गर्नु होला र पछिसम्म पनि जोडिराख्छौँ। धन्यवाद। अझै लुम्बिनीको पनि भिडियो आउनेछ है। ल धन्यवाद।